सो हेलो गाइज, आज चाहिँ हामीले होइन त्यहाँ तल खोल्सी थियो अनि बाख्रा चलाउन आउँदाखेरि अलिकति माछा मारेर आज हामीले पकाएर खान लागेका छौँ होइन गाइजहरू। म हजुरहरूलाई देखाउन चाहन्छु। यहाँ दाइले चाहिँ पकाउन लाग्नुभएको छ, हेरौँ है त। रातो उयो है, दुई पेटीमै फ्राई गरेछ। ओइ प्याज हाल्नु बिर्सेछ। किन हुन्छ, प्याज त छैन रहेछ। प्याज सचन्छ गाइज। यहाँ हामीले यस्तो धुलोहरू सब यता तेल नुन ल्याएर हामीले आज यहाँ जङ्गलमै पकाएर खान लागेको होइन गाइज। हाम्रो आज फर्स्ट टाइम हो, कस्तो हुँदो रहेछ है त। दाइले पकाउनु हुँदैछ उहाँ। झिङ्गा माछा रातो हो छ। खोल्सीको माछा मिठो हुन्छ है गाइजहरू, माछा हो, लोकल माछा, लोकल खोल्सीको। यो भनेको भिटामिन हो क्या, सबै भिटामिन भएको। पोखरीको खानुहुन्न, यस्तो मारेर खानुपर्छ। अर्ग्यानिक गाइज। हेर्नुहोस् त झिङ्गा माछा कति रातो भएको छ। वाह, हेर्दै खानलाई खाम जस्तो लाग्ने। फेरि बाघले पनि उता बाख्राको भिडियो बनायो। हामी त माछाको बाख्रा फेरि राख्ने केमा यार, माछा राख्ने भाँडो लिएर आइएन, हातमै राखेर खाने हो कि है। दुईजनाको टोपी छ, टोपी। एउटा त सिङ्गे रहेछ क्या हो। उ त्यसमा राख्नु मिल्छ मिल्दैन? अलिक फोहोर छ त्यस्तो त। हुन्छ त्यसमै राख्ने, सफा गरेर। भाँडा छैन, त्यही भएर गाह्रो। पाक्न लागिसक्यो है गाइजहरू। वाउ, नाइस बस त गाइजहरू। एक लट पाकिसकेको छ, अब एक लट बाँकी छ। वाउ, नाइस बस त, नाइस। अब टक्क यहाँ धुलो छ मसला, अब यो माथि छर्दैछौँ, दामी हुन्छ। अब अर्को लट है गाइज, अर्को लटमा यो समात्देऊ त। यो त तिउनै पकाएको हुन्छ क्या यार, धेरै है, धेरै भयो। ल यही बाल्टीलाई पुसपास गरे नि हुन्छ, यसमै खाँदै जानु। खै म यही हालिदिन्छु। ओ झोल हुन्छ, हात धुनु पर्यो यार।